घाइतेका सपना पूरा गर्न घाइते हुनुपर्छ र शहीदका सपना पूरा गर्न शहीद हुनुपर्छ भने म तयार छु। म मर्दैमा यो मुलुकमा शान्ति र सुरक्षा आउँछ भने यसका निम्ति पनि म तयार छु। मेरो स्वरूप फेरिने छैन। मेरो स्वरूप मेरो प्रकृतिले दिएको देन ज्यान फेरिएला, तर मेरो स्वरूप र मेरो व्यवहार कुनै दिन पनि फेरिने छैन। 28 वर्षभन्दा मुनिको मान्छेलाई नेपाली जनताले साथ दिए। त्यहाँ कुन पार्टी, कुन धर्म, कुन जाति, कुन लिङ्ग, कुन वर्ण होइन, नेपाली जनताका सन्तानहरूले परिवर्तन चाहेका रहेछन् र गरेका रहेछन्। आन्दोलनकारीका मागहरू जसरी पनि पूरा हुनुपर्छ। आज के देखियो? आज म भन्न चाहन्छु कि त हामीलाई संविधान संशोधन गर्नु पर्यो कि त अन्तरिम संविधान दिनु पर्यो। हिजोका जस्तो तण्ड वितण्ड मचाएर मै शक्तिशाली तै शक्तिशाली भन्ने घमण्ड नगरौँ। जनतालाई आज विरोध गर्ने विरोधीहरूलाई सुरक्षा दिनुपर्ने हो, तर विरोधीहरूलाई गोली हानिन्छ यो देशले। यो छातीमा लागेको यो गोली, यो चोट म पीडा कहाँ सहन्छु भन्दाखेरि त्यो खोटाङतिर जाने त्यो सडक, त्यो कर्णालीमा भएको तुइन र बिरामीले नपाएको सिटामोलसँग म तुलना गर्छु। त्यतिखेर सम्झेर म ढुक्क हुन्छु मेरो देश यस्तै छ। अनुहारमा लागेको दाग ऐना पुछेर मेटिँदैन, अनुहार नै पुस्नुपर्छ। त्यसो हुँदा आज ऐना पुस्न खोजिँदैछ भनेको अरूलाई दोष देखाउन खोजिँदैछ। त्यसो हुँदा अनुहारमा लागेको दाग मेट्नुपर्छ भनेदेखि अनुहार नै पुस्नुपर्छ। त्यसो भएको हुँदा म सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई भन्न चाहन्छु, मैले अलिकति के हुन्छ भनेदेखि कहिलेकाहीँ उत्तेजनामा आउन सकिन्छ, के गर्न सकिन्छ, तर मैले त्यो भन्ने संयमित बनाऊ। यो मुलुक हाम्रो हो। एजेन्डा 2, 3 चोटि 4 चोटि 5 चोटि मिडिया मार्फत भनिसकेको छ। यिनै हुने एजेन्डा। तत्कालीन संविधानलाई परिमार्जन गर्न सकिन्छ, संशोधन गर्न सकिन्छ, संशोधन गरौँ। होइन भने अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष कार्यकारीको निर्वाचन गरौँ। अर्को, तत्कालीन आन्दोलनको अवस्थालाई उग्र बनाउन सरकारले निरङ्कुशता साधेको हुँदा तत्कालीन सरकार पक्षलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सरकारलाई कारबाही गर्नुपर्छ। अर्को, प्रदेश खारेजीको माग नेपाली जनताको, त्यो माग नेपाली जनताको हुँदा प्रदेश खारेजी गर्नुपर्छ र 2047 सालपछि सार्वजनिक पद धारणमा बसेका रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सजाएर प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। र अर्को, सबैभन्दा भ्रष्टाचार हुने ठाउँ भनेको संवैधानिक आयोग हो। यो संवैधानिक आयोगमा पनि नियुक्ति प्रक्रियामा पनि एउटा राजनीतिक दबाव र करकाप होइन, परिवारवाद होइन, प्रतिभालाई प्रायोरिटी दिएर अगाडि बढ्न जरुरी छ। अर्को, विश्वविद्यालयमा रहेका, हामी त विद्यार्थी हौँ, विश्वविद्यालयमा रहेका ती सोभियु, ती मतलब कि विद्यार्थी संगठनहरूलाई तत्काल हटाएर विद्यार्थीको हित र पक्षमा काम गर्नुपर्छ र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको नेतृत्वमा विशेषज्ञको टोलीमा, प्रतिनिधि सभा एक खालको बन्छ, कानुन बनाउँछ प्रतिनिधि सभाले, तर विशेषज्ञको टोली जो कि एउटा कृषिको मन्त्री हो बन्न पर्यो भने संचार पढेकाले होइन, क्या कृषि नै पढेको मान्छेले मन्त्री बन्नु पर्यो। त्यो हुँदा विषम परिस्थितिलाई यतिखेर निर्कोल गरेर मुलुकको परिवर्तन गर्नका निम्ति र जनताको अवस्था सुधार गर्नका निम्ति अगाडि बढ्न जरुरी छ। अर्को कुरा के छ भने अहिलेको आन्दोलनमा जुन तरिकाले यो आन्दोलन, यो एउटा फेरि भन्न चाहन्छु, कुनै पनि देशमा आन्दोलनकारीलाई जेल हालिँदैन। त्यो आन्दोलनकारी परिवर्तन गरिसकेपछि मर्नुपर्ने देश त होइन होला नि त, यो जेल बस्नुपर्ने देश त होइन होला नि त। सरकार ढलिसकेको छ, अर्को नयाँ पद्धति आउन थालिसकेको छ ताकि यो स्थिति भएको हुँदा। अर्को, आन्दोलनको सुरुवात जेनजीले गरेको, तर नेपाली जनताले साथ दिएको भएर नेपाली जनताका माग र एजेन्डा र मुद्दाहरूलाई सम्पूर्ण, यो देश जेनजीको मात्र होइन, हस्पिटलको बेडमा भएको भर्खर जन्मिएको शिशुदेखि घरमा उसमा बस्नुभएका, खाटमा सुतिराख्नुभएका बाले सुद्धा यो देशमा चाहेको परिवर्तन यही खालको।